सबभन्दा पहिला त मेरो गोडा सुनियो हल्का, अनि त्यसपछि यो देवी हस्पिटल प्राली हेटोडामा त्यहाँ चेकअप गरियो, अनि त्यहाँबाट भएन, अब यहाँ हुँदैन भनेपछि भरतपुर गएँ। भरतपुरमा खासै उपलब्धि भएन, अनि म वीर हस्पिटल पुगेँ। तपाईँ गङ्गालाल नै जानुपर्ने हो, मलाई चाहिँ हार्टको समस्या देखियो। गङ्गालालमा गएँ, तपाईँको एउटा ब्लक जाम भएको छ, त्यो ब्लक फेर्नुपर्छ मुटुको, अनि बायाँ भागमा फोक्सो सुक्या र कलेजो 14 cm भन्दा ठुलो भएर सुनिएको छ, उपाय छैन, तपाईँको एउटा ब्लक फेर्नै पर्छ भन्नुभयो। मैले भनेपछि त्यहाँबाट म नसक्ने भएर त्यहाँ निक्लिएँ। त्यो चावेलको हेल्पिङ हिल्स सामुदायिक हस्पिटल, अनि त्यहाँ रगत लिने दिसा पिसाब सबै त्यहाँ परीक्षणको लागि दिएँ। अनि भोलिपल्ट रिपोर्ट आयो, अरू एउटा रिपोर्ट 7 दिनपछि मात्रै आउँछ भनेर भन्नुभयो। अनि त्यो रिपोर्ट आएपछि अलिक पर बोलाएर तपाईँको उयो भनेर भनेपछि मेरो ससुराबा भनेर भनेपछि 4वटा अङ्ग ड्यामेज रहेछ, किडनी, फोक्सो, ब्लक, कलेजो। उहाँलाई जे खानुहुन्छ जे माग्नुहुन्छ त्यही दिनु, कहीँ लानु पर्दैन। उहाँको चाहिँ स्थिति ठिक छैन। असारको अन्तिम हप्ता र साउनको पहिलो हप्ता भन्दा उता जान सक्नुहुन्न। जे खाने पनि खानु, खर्च नगर्नु भनेर भन्नुभएको छ डाक्टर साहबले। अनि घरमा गएपछि ल बुवाको मुख हेर्ने भएदेखि तुरुन्तै गइहाल, भोलि नै गइहाल है, बुवाको स्थिति ठिक छैन भनेर भन्नु छोरीले। छोरीलाई भनेपछि अनि छोरीले दिदीहरूलाई बहिनीहरूलाई सबैलाई फोन गरेर अनि भोलिपल्टदेखि त छोरीहरू आउँदै हुँदै फर्किँदै मैले सोचेँ कि अब म मर्ने रहेछु, मलाई चाहिँ नभने रहेछ भन्ने सम्झ लाग्यो। अब को आयो को गयो देख्न पाउने होइन। निन्द्रा भनेको कुन चराको नाम हो? रातभरि यत्तिकै भुइँमा बसेर पनि नहुने, कुर्सी बस्नुपर्ने, निद्रा नलाग्ने, खाना भनेको एक थोपो पानीसम्म पनि खाना नलाग्ने, भुइँमा बस्न नहुने, सुतको त कुरै छोड्दिनु। मलाई यो गाउँले कसैले पनि बाँच्छ भनेको थिएन त्यतिखेर, कसैले पनि बाँच्छ भनेको थिएन। अब चाहिँ हाम्रो पुरेतको दिन गएछ, अब उँभो आउनुहुन्न भन्दै फर्किँदै गर्ने। सञ्जीवनी ल्याएर खान सुरु गरियो। मलाई आफूलाई महसुस हो ठ्याक्कै सञ्जीवनी सेवन गरेको 11 दिनबाट कता कताबाट यो फुलेको पेट एकदम अटस बेलुन भरे जस्तो, पेटमा हावा बेलुन फुटेर हावा गए जस्तो महसुस हो। अलिकति सहज भयो, अलिकति आँखा पनि देखिन लागे। अलिकति मकैको पिठो पकाइदिए खान्थे जस्तो लाग्यो। अनि मैले मेरो मिसेसलाई भने अलिकति खोले पकाइदियो मकैको यति भने, अनि खुसी भएर हतार उठेर खोले हालिदिनु, मकैको खोले पकाइदिए, त्यो खोले खाइ। अनि त्यसपछि त्यो मेरो पुरै सुनिएको पानीको पुरै पोका, पैतालादेखि शिरसम्म भएको पानीको पोका जस्तो भएको शरीर पुरै चाउरिँदै परै गरेर पुरा शरीर कालो छ। त्यो पानीको पोका चाहिँ सुक्यो तर पुरा शरीर कालो भयो। अनि एक पत्र छाला चाहिँ पुरै आलु उसिनेर ताते जस्तो सर्लक्क गयो र बिस्तारै मलाई ठिक हो। अहिलेसम्म पनि म सञ्जीवनी खाँदैछु। 14 वर्ष भयो। 14 वर्षभन्दा अगाडि मलाई मर्छ भनेको मान्छे अहिले मौका पर्यो भने मुरी 30 पाखी धान बोकेर अझै 75 वर्षको उमेरको मिलमा जान सक्छु, त्यति खुबी छ मसँग। तर यो दिन चाहिँ सञ्जीवनी र सञ्जीवनीको सञ्चालक तुलसी गिरी
किनभने उहाँ नभेटेको भए, उहाँ नआएको भए म जान सक्दैन थिएँ। उहाँ नआउनु भएको भए सञ्जीवनी मैले पाउन थिइनँ। मेरो त्यतिकै अगाडमा ज्यान जान्थ्यो, एकदम पक्का हो। हस्पिटलबाट नसकेपछि आउने कहाँ त भन्दा बल्ल सञ्जीवनीमा। पहिला पैसा छाउनेरी हस्पिटल, दुनियाँदाम दौडिने, पैसा सकेपछि चाहिँ अनि त्यहाँ सञ्जीवनीमा हुन्छ अरे नि त भनेर बल्ल सञ्जीवनीमा आउने। लास्टमा हस्पिटलले फ्यालेका मान्छे सञ्जीवनीमा आउने हुन् र बाँचेका पनि छन्। यो वास्तवमा सञ्जीवनी भनेको त बच्चादेखि लिएर बुढोसम्म रोग लाग्नुभन्दा अगाडिदेखि नै सेवन गरिदिए रोगै लाग्दैन। हजुरलाई खुसी लागेको छ? म त एकदम खुसी लाग्यो। किन खुसी लाग्यो? बाँच्न पाएँ, अब खुसी किन नलाग्नु? यो सञ्जीवनी नभएकोमा म 14 वर्ष अगाडि मर्ने मान्छे। यति बेरसम्म त बाल्लो पनि खोलाले बगाएर कहाँ पुर्याउँथ्यो। मैले अहिले 14 वर्षपछि आएर सकुशल रहनु, मौका परे मुरी त्यसमाथि धान बोक्न सक्ने पावर हुनु, 75 वर्षको उमेरमा पनि अनि खुसी नहुने त कुरै भएन। म सञ्जीवनीदेखि एकदम खुसी पनि छु। साथै सञ्जीवनी सञ्चालकलाई मुरी धन्यवाद दिन चाहन्छु, किनभने मेरो ज्यान बचाइदिनु भयो र अहिलेसम्म बच्न पाएको।